यो चाहिँ मेरो पहिलो भिडियो थियो। यो पहिलो भिडियो नै खै कसरी अपुरो भयो म आफैले थाहा पाइनँ होइन। तपाईँहरू आफै भन्नु होला कसरी भन्ने। म चाहिँ यो गएको म पढ्छु होइन। मैले चाहिँ यो एउटा ब्याग बोकिसकेको छु। यो भित्र मेरो किताबहरू छ। म पढ्नै आएको हो। म सधैँ यसै गरी आउँछु, पढ्छु। वर्षौँ बिताइसकेँ पढेर। म पढ्ने हो नै, म विद्यार्थी नै हो भन्ने कुरो सबैलाई थाहा छ। तर मैले आज कार्ड बिर्सेछु कि यहाँनिर एउटा रातोमा एउटा मेरो नाम लेखेको एउटा लिखित एउटा कार्ड हुन्छ होइन। त्यो कार्डको कारणले चाहिँ मलाई आज भित्र जान दिन्न यसले है। मलाई अरूलाई गरेको व्यवहार सबै त्यही छ, मलाई पनि त्यही होला सायद होइन। म आज पहिलोचोटि हो मेरो चाहिँ यो चाहिँ होइन। यत्रो वर्षमा पहिलोचोटि मलाई पहिलोचोटि भयो भने माफी हुँदैन कि कार्ड नल्याएकै नाममा यिनीहरूले फेरि मेरो आजको हाजिर काटिएको खण्डमा 3000 रुपियाँ मैले पैसा तिर्नुपर्छ कि यिनीहरूलाई। यिनीहरूको एउटा व्यवसाय हो यो हुन चाहिँ होइन। एउटा छोटकरीमा भने अब यसको विस्तृत रूपमा अलिकति गहन अध्ययन गऱ्यो भने यो सबैले आँखै अगाडि छ, तैपनि मैले यसको भन्न मिल्दैन कि होइन। लेस चाहिँ अब के हुन्छ होइन। मैले यो छोटकरीमा भने म आएपछि म यसको एन्सर के हुन्छ म भन्ने नै छु है त।